भुन्टीको श्रीमान भूपेन्द्रकी प्रेमिका जेरीले भूपेन्द्रलाई अँगाल्दै गरेको देखिसकेपछि पछिल्लो समय भुन्टीको होस भने उडिसकेको छ। हो दर्शकवृन्दहरू, पछिल्लो समय भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्रलाई अर्कै केटीले अँगाल्दै गरेको अवस्थामा फेला पारिसकेकी थिइन्। पछिल्लो समय भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्रको स्वास्थ्य अवस्थामा सुधार ल्याउनकै निम्ति उनलाई घरबाट बाहिर निकालेर उनको कसरत गराउने विचार गरिसकेकी थिइन्। आफ्नो श्रीमान भूपेन्द्रलाई घर बाहिर निकालेर घुमाउन पुर्याएकी भुन्टीले भने पछिल्लो समय भूपेन्द्रलाई उनकी प्रेमिका जेरीले अँगाल्दै गरेको अवस्थामा फेला पारिसकेकी थिइन्। तसर्थ विगतको लामो समयपछि भुन्टी र भूपेन्द्रको सम्बन्धमा सुधार आएर उनीहरूको मिलन हुन लागिसकेपछि भूपेन्द्रकी प्रेमिका जेरीले भने भुन्टी र भूपेन्द्रको सम्बन्ध बिगार्नकै निम्ति विभिन्न किसिमका खेलहरू खेल्न सुरु गरिसकेकी थिइन्। तर पछिल्लो समय भुन्टीले जेरीले खेलेका सबै खेलहरू थाहा पाइसकेपछि जेरीलाई उनले गरेको गल्तीको सजाय दिलाउने कुरा पनि पक्का भइसकेको थियो। अर्थात् पछिल्लो समय भूपेन्द्र बोल्न र हिँडुल गर्न नसक्ने अवस्थामा पुग्नुमा जेरीकै ठूलो हात रहेकै कारण अब आउने समयमा जेरीले भने उनले गरेको गल्तीको सजाय पाउने कुरा देखिसकेको थियो। तसर्थ भूपेन्द्रकी प्रेमिका जेरीलाई उनले गरेको गल्तीको सजाय दिलाइसकेपछि र यता भूपेन्द्रले पनि आफूले गरेको गल्तीको महसुस गरेर आफ्नी श्रीमती भुन्टीसँग माफी मागिसकेपछि अब आउने समयमा भुन्टी र भूपेन्द्रको मिलन हुने कुरा पक्का भइसकेको थियो। आफूले विगतको समयमा भुन्टीलाई रुवाएर गरेको गल्तीको महसुस गरी भूपेन्द्रले भने भुन्टीसँग माफी मागिसकेका थिए, जसकारण अब आउने समयमा पनि भूपेन्द्रको कारणले गर्दा भुन्टीको जीवनमा अनेकौं किसिमका समस्याहरू नआउने कुरा देखिसकेको थियो।